Yeah, screen lights up, I check too fast. Hope it's you, but it never lasts. It's just a friend, a random post. Still you're the one I miss the most. Every buzz, every flash feels like a jump and a crash. I know I should let this fade, but I'm still caught in your way. I'll wait for your name on my So hello guys, welcome back to the another new vlog. आज चाहिँ म अहिले फिकाको ओपनिङमा जाँदैछु. फिका टेक अवे कफी. जुन चाहिँ हाम्रो साथीहरूले खोलेका छन् र त्यसको ओपनिङ आज छ. सो अहिले चाहिँ 11:37 भइसकेको छ र मलाई 12 बजीसम्म चाहिँ त्यहाँ पुग्न छ. हेरौँ के हुन्छ कसो हुन्छ. So my mobile gave up angle came up. So हेरौँ आज कस्तो हुन्छ के हुन्छ. आजको चाहिँ म फुल भ्लग बनाउने छु. यो हल्का अफ रोड प्यास नसकुन्जेलसम्मको चाहिँ it will be like this only. So can't do anything on that. If I deleted your name, would I breathe? Or would I still wake beneath these lights and tones and empty space where once I thought I knew your face? I'll wait for your name like I'm stuck in some old routine. Every ping, every And now I'm finally at Thankot Chowk. अब चाहिँ हामी फिकाको लागि रन्किनु पर्ने हुन्छ. सुरुमा चाहिँ हाम्रो सानो काम छ. सो हामीहरू चाहिँ ललितपुर पुगेर बेकरी आइटम ल्याइदिनु पर्ने छ फिकाको लागि, जुन चाहिँ हामीले 12 बजीसम्म ल्याइदिन्छौँ भनेका थियौँ. र इट्स अलरेडी 11:37 राइट नाउ. मलाई सुरुमा बाग बजार पुग्न छ. देन त्यहाँदेखि विल गो ललितपुर फर बेकरी आइटम्स. बाटो त आज शनिबार भएर मोस्टली खाली नै भेटिनु पर्छ. पनि हेरौँ जुन दिन हल्का काम हुन्छ ढिलो हुन्छ त्यो दिनै झन् बढी जाम पर्दिरहेको हुन्छ. अरू बेला हामीहरू मोस्टली. आज चाहिँ त्यस्तो नहोस्. लेट्स होप सो. चेक पोस्ट. राम्रै कन्फ्युजनमा छन् रड बोकेर बाइकमा. तर यस्तो घाम लागेको दिन पनि इट्स क्वाइट कोल्ड के. चिसो हावाले छातीमा हानिरह. ज्याकेटै लगाएको भए पनि इट्स लाइक जाडो महिना हो नि त. तपाईँ अरू बेला त्यस्तो घाम लागेको बेलामा त गाह्रो नै पर्थ्यो. तर आज चाहिँ घाम लागेको छ तर नो इम्प्याक्ट. सो अहिले सुरुङ मार्गबाट
निस्किएर आइपुग्ने गुरुधाराको फ्लाइओभर आइसक्यो, जुन चाहिँ अलमोस्ट कम्प्लिटेडै छ। खास त अस्ति दसैँमा नै खोल्ने भन्ने न्युज आएको थियो, तर डन्नो खुलेन होला केही कारणले। बट यतिले गर्दा पनि अहिले रोड चाहिँ जस पिच भइसकेको छ, नभए यो बाटो त हिँडिसक्नु नै थिएन धुलोले। यसको अल्टरनेटिभ अर्को तलको बाटो युज गर्थ्यो त अचोक होला, जुन चाहिँ हल्का लामो छ तर रमाइलो छ। तर अहिले यही बाटो पनि रमाइलो भइसकेको छ, किनभने हामीले धुलो खानु पर्दैन, जाम मात्र हो। र बाटो ठुलो भएको बेला जाम पनि पऱ्यो भने बाइकहरू चाहिँ भित्रबाट छिराएर कटाउन सकिन्छ, विच इज अ फन। सो अब यो प्याच फेरि अब घच्रेक घुद्रुक गरेर छ। सो मेरो मोबाइल ह्यान्डलमा माउन्ट भएको भएर भाइब्रेट भइरहेको हुन्छ। एन्ड या कुन चाहिँ खाल्टोमा परेपछि मोबाइलले गिभअप गर्ने हो त्यो चाहिँ आई डोन्ट नो। के अगाडि धुलो, त्यो के को धुलो यो यस्तो? वाट इज दिस? के धुलो यस्तो? यो त ओभर छ त धुलो त। ओके, पिचहरू लागेछ। आज तर यो मङ्सिर महिना भएर होला धेरैको बिहे भोजहरू छ, तर आफूले चिनेको कसैको पनि छैन। सो यो मङ्सिरमा भोज खान पाइएला जस्तो लागेन। यहाँको ढलान गर्ने मेसिन हो, आउँदैछ। ओहो नि, यो त यसको पछाडि त हिँड्नु हुँदैन रहेछ, पिचित्तै फालिदियो त। गलतै देखिँदो रहेछ फेरि, पिचित्तै फालेको पनि। तर एज एक्सपेक्टेड आज शनिबार भएर बाटो चाहिँ खाली नै छ। चोकवाला एरियामा हल्का एकैछिन डिस्टर्ब हुनु इज नट अ बिग डिल, नत्र भने सतुङ्गल चोकमा हामी दह्रो जाम खानुपर्ने नै हुन्छ अरू बेला चाहिँ नर्मल्ली। तर आज चाहिँ परेन, दही काप्न पनि नपरोस् भन्दैछु म चाहिँ। अनि या आज हामी जाँदैछौँ फिका। केटाहरूले केही नयाँ स्टार्ट गरेका छन्, होप सक्सेस हुन्छ होला। ट्याक्सी यता राइट जाने रहेछ। घच्याक्क यहाँ अर्को एउटा घच्याक्कै आइज आयो। नेपालगञ्जको नाइट बस बल्ल आउँदैछ। के हो आखिर? या फिका म हिजो पनि गएको थिएँ। Yesterday was my first time visiting फिका र मलाई चाहिँ मन पर्यो ठाउँ, त्यहाँको एस्थेटिक्स। रमाइलो छ। त्यो चाहिँ मेनली टेक अवे कफी हो। सो हजुरहरू पुतल सडक, बाग बजार, दिल्ली बजार, अनामनगर एरियातिर हिँड्नुहुन्छ भने यु गाइज क्यान गो देयर, ग्राब इट एन्ड सिप।
कज टेकअवे भएपछि हजुरहरूसित टाइमै नभएको बेला पनि जस्ट 2 minutes निकाल्न भिडियो गाइज क्यान गो देयर टेक योर अर्डर एन्ड आनन्दले बाटोमा अथवा हजुर जहाँ जानुपर्ने हो त्यहाँ पुरै जान मिल्यो सो भन्दा भन्दै हामी नैकापको पनि जाम चाहिँ परेनौँ र इन छाना एन्ड ग्रेट नेपाल कामना यो कहाँको कामना आउँदैछ त अहिले यति बेला अफलाइन हिँड्न त हुँदैन तर खाली थियो र मलाई टाइममा पुग्न छ cause I don't want to listen taunt भन्दा डाइलग र आई गेस मैले अवश्य रोकेर रिजनलाई कल गरेर म डाइरेक्ट ललितपुर आउँछु भन्नुपर्छ जस्तो छ किनभने स्वागत अर्याल बिजी भइसक्छ अरे फर सम टाइम सो अब हाम्रो इनिसियल प्लान अनुसार त म र स्वागत अर्याल जाने भन्ने थियो तर स्वागत अर्याल बिजी भएपछि म बागबजार अहिले सुरुमै किन गइरहनु सो आई क्यान डाइरेक्टली यहाँदेखि गो टु दि लोकेसन भन्ने कुरा हो सो म रोकेर सोध्छु सुरुमा कलङ्गी चोक पनि आज त खाली खाली छ शनिबार भएर होला तर एभ्रिडे यस्तै बाटो खाली भयो भने कति रमाइलो हुन्छ होला है टक्कै हिँड्यो सो सो वी आर ब्याक मेरो कुरा भइसक्यो रिजन साथीसँग एन्ड म बागबजार नै जानुपर्ने भयो सो कोही छ अरे त्यहाँ जसलाई चाहिँ लिएर हामी 4 जना भएर बेकरी आइटम लिन जान्छौँ आइएम अननोन को हो भन्ने तर या कोही छ भन्ने कुरा आयो सो ओके त्यसो भए कसैलाई लिएर जानु ठिकै हो तर किनकि मेरो बाइकमा लेग गार्डहरू नभएर नि केही सामानहरू राख्न मिल्ने ठाउँै छैन सो पछाडि कोही भयो भने त यु क्यान क्यारी नत्र म सोलो जानुको त केही कामै हुँदैन त्यहाँ र म 12 बजे पुग्छु भनेको अलरेडी 11 ए होइन म 11 बजे पुग्छु भनेको 12 बजे त हामी फेरि रिटर्न आउन छ यहाँ फेरि अर्को बिहे रहेछ कम्ती माइकी इट्स अलरेडी 10:50 सो मलाई 10 मिनटमा बागबजार पुग्नु छ र कलङ्कीसम्म त प्याक थिएन रोड तर अहिले जब मलाई 10 मिनटमा बागबजार पुग्नु छ भनेर मैले घडी हेरेँ त्यसपछि इट स्टार्टेड के ट्राफिक अब हल्का चाहिँ म रन्किनै पर्ने हुन्छ के गर्नु गाह्रो छ टाइममा पुग्नुपर्छ आई नो क्यामेरा धेरै सेक भएको छ तर can't do anything किनभने मेरो ह्यान्डलमा माउन्ट छ मोबाइल र ह्यान्डल अफकोर्स तलमाथि हुन्छ रोड आर अनइभन हियर हेर्दा मात्र पिच हो तलमाथि छ रोडहरू सो सरी फर द्याट
यो एरिया चाहिँ सधैँ शनिबारको दिन पनि जामै भनेको झन् जाम छ जस्तो छ आज। हिजोबाट जाम थिएन त्यस्तो बढी, तर आज चाहिँ अनि यो दुईवटा बाइकमा चाहिँ कुरा गर्दै हिँड्नु चाहिँ किन पर्छ? भाउकै रोड भन्ने सोचेको कि टक्क प्यारालकै गाडी हिँडेको छ नि पुरै, मतलबै छैन केही। सो राइट साइडबाट जाम ट्याक्सीले दिँदैन, लेफ्ट साइडबाट जाम बसले दिँदैन। फ्रस्ट्रेटिङ छ हौ यो जाममा पर्नु। र अगाडि हरियो बलिरहेको रहेछ अरे। त्यसमा चाहिँ अब यो हरियोमा कट्नु पर्ने हुन्छ जुन चाहिँ ओके मोर देन 100 सेकेन्ड्स रहेछ, केही छैन। आई विल know that. You're not my type, I know it's true. Yet somehow I'm watching you. यत्रो धेरै जाम के आजै के भाइ। यस्तो पारामा त म कसरी पुग्नु त अनि टाइममा चाहिँ? जाऊ न छुड्डो तिमीलाई चाहिँ किन उभिनु आधी बाटोमा आएर अनि मैले साइड दिइसकेपछि जानु। हजुर नि जानुहोस्, के गर्नुहुन्छ त अब? बाटो मेरो मात्र नि होइन। Let's go. अब मेन भनेको त्रिपुरेश्वर, त्यहाँ जाम पर्दैन भनेपछि आई वन्ट बी द्याट लेट। तर त्यहाँ जाम पर्दै भने चाहिँ जी अनि यहाँ पनि क्यामेराबाट चाहिँ हेर्दो रहेछ स्पिड, अनि अगाडि कहिलेकाहीँ चाहिँ रोकेर चिट काटिरहेको हुन्छ। सो यो एरिया चाहिँ बाटो जति नै खाली भयो नि मैले चाहिँ कुदाउने त। एन्ड क्यामेरा मिलाउँदै मिलाउँदै मैले खाल्टोमा हालेँ एन्ड माई स्क्रिन इज सेकिङ अ लट। वाइ भन्ने कुरा चाहिँ मैले बुझेको थिइनँ अझै, बट या ए मोबाइल त अचम्म त्रिपुरेश्वरमा छैन ट्राफिक। यहाँ चाहिँ के छ र आज केही छ? अहिले एनपिएलको सिजनमा रङ्गशालामा के छ त थाहा छैन, तर आज सुदूरपश्चिम र कर्णालीको जस्तो लाग्छ। डोन्ट नो कसको होइन होला, तर जे भए पनि हिजो लुम्बिनीले चाहिँ जित्यो।
र now Lumbini is in playoff. अघिल्लो पालि बटममा रहेको टिम अहिले पनि सुरुमा इनिसियल्ली चाहिँ गाह्रो गाह्रो जस्तै थियो हालत तर कमब्याक गर्दैछ टिमले होप योपालि ट्रफी उठाउन पाइयोस् हामी चाहिँ ब्यालेन्स दाजुको अफिस अगाडि आइसक्यौँ अब तर फिकाको लागि मेरो चाहिँ एउटा डिफिकल्टी छ फिकाको पार्किङमा जानको लागि उता कमल पोखरी हुँदै घुम्दै जानुपर्छ फर्स्ट त्यो बाटो वान वे हो यता निस्किनको लागि होइन अब म फिकाकोमा चाहिँ राख्दिनँ म रेगुलर पार्क गर्ने ठाउँ बागबजार गुरुकुलको अपोजिटमा राख्छु सङ्कट शनिबार के भन्दैछु म यता उसमा राख्छु बागबजार गुरुकुलको अपोजिटमा भन्नको लागि पनि म एक प्लट रानी पोखरी चाहिँ घुमेर आउनुपर्छ क्या कज यहाँबाट गएर उता डाइरेक्सन त मिल्दैन अनि उता डाइरेक्सन नमिलेपछि कुरो बिग्रिहाल्यो अगाडि गएर घुमेर फेरि पछाडि आउनु पनि कुरा उस्तै नै हो सो त्यो सानो वान वे हुनाले चाहिँ त्यो हल्का झ्याउरै बनाइदिएको छ र मेरो मोबाइल फेरि हल्लिसक्यो हेर्दा मात्र पिच छ बाटोमा घन्द्रेङ गुन्द्रुङ छ गीत त बिर्सेँ मैले केही त थियो हेर सर दादा डर लाग्छ नि मलाई त त्यसरी नकुदाउनु न मलाई कुदाउनै आउँदैन हजुरले मेरो कामको छेउबाट वहाँ बारेर लगाएर म जोसिँदिनँ फाइनल्ली बागबजार छिरिसक्यौँ सो यो चाहिँ 2 वर्ष यो बाटो हिँडियो धेरै नै सो इट्स लाइक रोड अफ बोथ रिग्रेट्स एन्ड ह्याप्पिनेस भनौँ होइन कुनै फ्याक्टरले गर्दाखेरि यो बाटोमा हिँड्दाखेरि रिग्रेट पनि हुन्छ कुनैले गर्दाखेरि चाहिँ फेरि होइन या भन्ने पनि हुन्छ र मैले बाइक चाहिँ राइट साइडमा राखिदिएको अरे हो तर हामी जानुपर्ने भएपछि सुरुमा कल गर्छु म त्यसपछि के हुन्छ सो सुरुमा चाहिँ अहिले यो बाइक यहीँ राखौँ कच उताजना घुम्नुपर्छ धेरै नै अनि मलाई अहिले घुम्ने मन छैन एन्ड आई एम अन पेट्रोल बचाउ अभियान सो
राखिदिन्छु होइन अगाडि राखिदिन्छु Yeah, screen lights up. I check too fast, सो फाइनल्ली मैले मेरो बाइक चाहिँ पार्क गरिसकेँ but it never lasts. यो एरियामा अहिले चाहिँ हामी हिँड्दैछौँ सिक्काको लागि One I miss the most. Every buzz, every flash feels like a jump and a crash. I know I should अहिले चाहिँ म let this fade, पद्म कन्याको गेट अपोजिट but I'm still caught in your way. हामी चाहिँ अहिले फिकाको I'll wait for you लागि हिँडिरहेका छौँ like I'm यो चाहिँ stuck in some old routine. हामी पुतल सडक आइपुगिसकेका छौँ Every sound सो यो चाहिँ खाली नै छ है शनिबार भएर होला सो या गर्दैछौँ when I check, still I keep यो रुख यहाँदेखि हामी ट्रिनिटी जाने बाटोमा convince myself जानेछौँ ट्रिनिटी जाने बाटो र ट्रिनिटीकै साइडमा चाहिँ फिका छ every time it vibrates once feels like सो maybe then it's not. Why जाउँ you जाउँ 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 like you might call and say hi. I'll wait for your name on my screen like I'm stuck in some old And routine. हामीले फिकाको बोर्ड Every pin, देखिसकेको छौँ every sound, my heart just hits the ground. यहाँ रहेको फिका एन्ड Pretend दिस इज आवर I'm breaking फिका यहाँ हाम्रो जिक्स आइसकेको रहेछ के छ when I check. कस्तो वालेकुम असलाम नमस्ते दिस इज फिका हामी फिकामा आइसकेका छौँ हाम्रो फिकाको मालिक हाम्रो अर्को साथी खै अर्को मालिक खै बुहारी के बुहारी होइन आउँछ होला भेटेला अनि खै त अनि आशिष खै अर्को साउ चाहिँ बिजी रहेछ ए यो चाहिँ हाम्रो यो चाहिँ बिहाइन्ड द सिन है यहाँ फोटोसुट हुँदैछ ए ऊ नयाँ घडी एड भएछ त्यहाँ आज मैले बल्ल देख्दैछु यहाँ गीत बजिरहेछ यो चाहिँ यस्तो छ पूजा सुजा भइसक्यो जस्तो छ आज सो 2 बजे ओपनिङ कति बेला आएको 1 घन्टा भयो सो हामी चाहिँ फिकाको मालिक खोज्न गइरहेका छौँ अनि ठ्याक्क दिल्ली बजार हो है यो चाहिँ हाम्रो यो चोक भयो उ त्यहाँ चाहिँ फिका छ खै त नि अनि हाम्रो मालिकहरू त्यहाँ के किन्न गइरह नि त सो हामी यहाँ देख्दैछौँ भेलोसिटीका मान्छेहरूलाई हाम्रो यहाँ हेर हाम्रो फिकाको मालिक भेलोसिटीको शिव हो अर्को भेलोसिटीको कामदार यो चाहिँ केही पनि नै बेरोजगार सो हामीहरू चाहिँ अब ललितपुरतिर जाँदैछौँ बेकरी आइटम लिनको लागि मैले चाहिँ बाइक यहीँ पार्क गरेको थिएँ अब यहाँदेखि हामीहरू हल्का चाहिँ घुम्नुपर्छ र मैले पन्जा लाउन बिर्सेछु र मलाई जाडो भइरहेको छ म पन्जा लाउने छु त्यसपछि बल्ल चलाउँछु अनि हाम्रो क्यामेराम्यान आज कृपेश लामिछाने होइसिन्छ अहिलेको लागि के छ कृपेश सर हजुरको खबर हजुरको आवाज त सुनिँदैन किनकि मेरो घाँटीमा छ माइक त्यही पनि हजुरले ठिकै छ भनेको कुरा मैले हाम्रो भ्युअर्सहरूलाई
सुनाइदिइहाल्ने छु र अब चाहिँ हामीहरू बेकरी लिन रन्किनु पर्ने हुन्छ। हामीले 12 बजीसम्ममा चाहिँ फिकामा बेकरी सप्लाई गर्छौँ भनेका थियौँ र अहिले 11:28 भइसकेको छ। हामीहरूलाई सुरुमा ललितपुर पुग्न छ, बेकरी चुज गर्न छ अनि लिएर फेरि फिका नै रिटर्न हुन छ। सो इट्स अ बिट टाइम कन्ज्युमिङ। सो त्यही पनि केही छैन, हामीहरू भ्याउने छौँ टाइममै। र हामीसित रिजन भट्टराई चाहिँ थापाथली क्याम्पस अगाडिबाट जोइन हुनुहुन्छ, किनभने उहाँहरूले बाइक दिल्ली बजार राख्नु भएको थियो र मैले बाग बजार। सो म त्यहाँदेखि राइट लिएर नमिल्ने भएर चाहिँ म हल्का यो एक राउन्ड हान्दैछु। रिजन भट्टराई पनि हुन त हाम्रो प्यारललै भइसिन्छ अगाडिको लेनतिर। भद्रकाली आइपुगिसक्यौँ हामीहरू। अब सिंहदरबार यसपछि जुन चाहिँ अस्ति जेनजी आन्दोलनमा जलेको थियो दुःखद विषय र अहिले मर्मतको लागि हो या त्यसले अरूलाई ह्याम्पर नगरोस् भनेर त्यो ग्रिन क्लोथ बालिसकेको रहेछ र हामीहरू सिंहदरबारको जाममा फाइनल्ली हामीहरू चाहिँ थापाथली आइपुग्न लागिसक्यौँ। अहिले माइती घर मण्डला अगाडि। सो हाम्रो प्लानिङ अनुसार रिजन भट्टराई अगाडि माइक्रोहरू रोक्ने ठाउँमा भेट हुनुपर्ने हो। पारी हेलमेट्स त पाल्छ। मलाई एकचोटि भिजिट गर्न छ नयाँ हेलमेटको लागि। के रिजन भट्टराई आइपुगिसक्नु भएको छ त यहाँ छैन। आखिर रिजन भट्टराई कता भइसिन्छ त? कल गर्नु पर्यो। हामीहरू चाहिँ थापाथली क्याम्पसबाट अगाडि हिँडिसकेका छौँ। रिजन दादा अगाडि बत्तिसक्नु भएको छ र हामी पनि क्याचअपको कोसिसमै छौँ। सो हामी जानुपर्ने सिधा 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 हामी फुलचोकको पुल आइपुग्यौँ। यहाँदेखि हामी जानुपर्ने ट्रेडिसनल बेकरी र रिजन दादाले स्कुटर चाहिँ डह्रो कुदाउनु भइरहेको छ। म अहिले करेन्टली 60 को स्पिडमा हुँदा पनि इट्स हार्ड फर मी टु क्याच अप भन्न लाग्थेँ, तर आई फाउन्ड हिम। अगाडि होइसिन्छ दादा। पछाडि हाम्रो के हो नाम त मलाई थाहा छैन, तर हाम्रो आशिषको साथी होइसिन्छ रिजन दादाले अहिले राखिसकेको हाम्रो मालकिन भनौँ। र
We are moving. भ्लगमा है भनिदिम हाम्रो फिकाको त्यो चाहिँ टेक अवे दिस इज वाट फिका इज एक्चुअली यु क्यान ग्राब इट एन्ड सिप इट वेयर एभर यु वान्ट सो एक्चुअली दिस इज द लाइभ इक्जाम्पल फिका के को लागि काम आउँछ भन्ने not your regular coffee spot but it's more like a takeaway and is a takeaway हैन हजुरले बसेर त्यहाँ कफी खान पनि स्पेस त छ तर यसको मेन मोटिभ भनेको चाहिँ टेकअवे नै हो आखिर जानुपर्ने कथा हो त डोन्ट से मी कि सिधा जानको लागि he took that risky place okay is he about to fill petrol साझामा जाम होला त आज शनिबार प्याक छैन होला तर साझा बन्द हुन्छ शनिबार साझा पम्प बन्द शनिबार बन्द हुन्छ हौ अगाडि छ हैन सिधै अगाडि छ के पेट्रोल हाल्न त सुरुमा सिधै अगाडि हामीले चाहिँ पेट्रोल हाल्नुपर्ने छ सुरुमा त्यो स्कुटी झिपी झिपी छ बन्द भयो भने आफै धकालेर हिँड्छन् हामीले चिने छैन हो क्या जिक्स ओके सुजुकी ना आए हो ना आओगे यता चाहिँ किन जाम छ आखिर आज के शनिबार भएको भएर ना आए हो ना आओगे आखिर किन यस्तो धेरै जाम छ हौ ओके बिहे रहेछ नि त यहाँ झ्यानाकुटी झ्याइ आज योसित हामीले 3टा बिहे देखिसक्यो बाटोमा जाम मुलाको साडी ओके केही भन्न मिलेन रमाइलो विषय तर यति बिहेले गर्दाखेरि जाम चाहिँ धेरै नै परेको छ ए बाजाको खै नाच्दिम हामी नाच्दिम स्लो गर है यही साइडमा छ यहाँ So we are here at petrol pump. केटाहरु पेट्रोल हाल्दैछ अब जाँदैछौँ कता हामी जानुपर्ने कता हो सो पेट्रोल हाल्नको लागि हामी पेट्रोल खर्च गरेर माथि आएछौँ स्याडली
फेरि फर्किँदैछौ कुपनडोल जानुपर्ने मान्छेलाई अनि यसले यो माथि किन लिएर आएको त दादा पनि आजकल साइलाइट भन्ने चाहिँ बालेसी छोडिदिनेवाला चलन हुँदो रहेछ हिजो पनि यही थियो हालत आज पनि यही छ साइलाइट बालिदियो त्यसपछि सक्यो बाल हो मलाई होला I don't know why you're on my mind. Honestly, आए हो my friends keep asking what's the deal, but I swear it's यहाँ चाहिँ यो चाहिँ साइकल लिएर है myself looking at you, even though जहाँ अहिले बाइक हिँडिरहेछ you're not my type. I know it's true. नो प्रब्लम Yet somehow दादाको अझै पनि इन्डिकेटर अन छ हेरौँ कहाँसम्म यो इन्डिकेटर अन हुन्छ something about the things you do, pulling me closer without a clue. के दादालाई इन्डिकेटर अन छ भन्ने होस् छ जस्तो त लागेन मलाई सायद हामी अगाडि त्यो चोकबाट चाहिँ लेफ्ट जानुपर्ने हो जस्तो लाग्छ मलाई के हो आई डोन्ट नो त्यस्तै हो जस्तो लाग्यो मलाई चाहिँ ऊ अगाडि चोकबाट हामी लेफ्ट जानुपर्ने तर म्याप अगाडि छ दादासित ओके दादाको इन्डिकेटर चेन्ज भइसकेको छ भनेको हामी यहाँबाट लेफ्ट जानुपर्ने नै रहेछ But your voice lingers in my mind. They say opposites attract, but I keep holding ओके उयो अगाडिको हो कि जस्तो लाग्यो मलाई तर आई डोन्ट नो every time I say होइन रहेछ यो त my eyes betray what I say. I catch myself looking at you, even though I never meant to. You're not my type, I know it's true. Yet somehow I'm watching थाहा हो त something about the things you do, pulling me closer. What the fuck are we? I'm not in love, It's bad. not at all. Still I'll be waiting for किन ए भनिसक्यो अघिदेखि घरदेखि नै त्यही ऱ्याप हान्दै आइरह कन्टेन्टै त्यही छ होइन हामीहरू चाहिँ यहाँदेखि है हामीले चाहिँ फेरि ब्रान्डेड प्रोडक्टै लैरहेको where I belong. I never planned it to be you, but now I don't know what to do. You're not my type, I know it's true. Yet somehow I'm watching you. Something about the things you do, pulling me close. यहाँ चाहिँ हामीले खोजेको आइटमहरू रोइन्छ सो हामी यसको अर्को आउटलेट प्रमोसन त गरे होइन त्यही पनि अर्को आउटलेटको ओपनिङ रहेछ यसको पनि आज नै जाउला खेलमा सो हामी त्यहाँ गएर चाहिँ हाम्रो आइटमहरू लिएर जाने सोचमा छौँ र साथीले हामीलाई कता लिएर आयो थाहा छैन You only call when you र हामी वात्त हिसाबमा कतै त जाँदैछौँ कता जाँदैछौँ भन्ने कुरा हजुरहरूले थाहा पाइहाल्नु नै छ भ्लग हेरेपछि तर मलाई पनि अहिले करेन्टले चाहिँ थाहा छैन हामी खुसीबु डङ्गल बाटो त फेरि धुलै धुलो रहेछ धुलै धुलो धुलै धुलो धुलै धुलो सो when it's right for you, then disappear like I never knew. Came and left like it's all a game.
धुलो चाहिँ ओभर खानु परिरहेको छ र यस्तो धुलो बाटो किन लिएर आएको आई डोन्ट नो Now you say that you need me too. Oh, please don't waste my time. Go find another heart to like. You walked away when I gave my all. जान्छु ल दादा सरी हजुर तर्सिनु भएको भए Love's no switch, love's no chain. And अनि चाहिँ यो महँगो एरिया हिँडिरहेका छौँ अहिले again, when you're lost, you say my name. But when you're fine, it's not the same. Now you're back saying you've changed. Do you think I play that game? Why do you love me when it's right for you? र दादा वा ऊ बत्तिरहनु भएको छ डन्नो भाइ Came and left like it's all a game. Now you're here acting just the same. Why do you love me when it's right for you? Now you say that you please don't waste my time. Go find another heart to like. When it's breeze, That's what we made the love. why do you love me when it's right for you? Then disappear like I never knew. Oh, please don't waste my time. Go find another heart to like. हामी कतै त जाँदैछौँ क्याफे 97 यहाँ रहेछ हामी चाहिँ युनाइटेड Chase a love that isn't there. जान्छु ल You needed me, now I don't care. Go यहाँदेखि के हामी सिधै जाने हो अझै लेडी बर्नबर्न बर्नबर्न बिस्कुट पहिला कतिको खायो रिक्स बर्नबर्न बिस्कुट तिमीले बर्नबर्न बिस्कुट कतिको खायो पहिला होइन पहिलाको त फेभरेट होइन यस्तो यो ओरियो सोरियो भने त सातो नलगाएर किउडी यसरी यहाँ आफ्नो बाइकमा तेल छैन Left with her in your new photo. Guess you want me to see it cool. It hurts. झन् गरिबी चाहिँ हाई लेभलको छ I could've texted back. लौ गर्ल्स होस्टेल रे I left you on red, felt right. पारा ठिक छैन गर्ल्स होस्टेलतिर लिएर आउँछ साथीले Who's really losing time? I won't chase, but I won't lie. I waited just to say goodbye. You said maybe. तर यो त फेरि उसको Now you're late and sick. गो टु एरिया होला You play games like it's middle school, झम्सिकल साइड but I'm not here to अघि मलाई डाइलग दिँदै थियो एउटा लोकल पसल झन्चिरहेको मैले साथीको लागि भनेर कहिलेकाहीँ त्यहाँ चिकन चिल्ली बेस्ट हुन्छ साथी भनेर म जाँदिनँ मेरो बेबीसित यस्तो जाबो पसलमा भन्दै थियो हामी चाहिँ हिमालयन जाबादेखि अगाडि भनेर भन्दै थिएँ दाइले यतै कतै हुनुपर्छ कता हो भनेर चाहिँ हामी खोज्दै नै छौँ यति धेरै अगाडि होला त ओए हिमालयन जाबानिर भने होइन र maybe not your backup. Don't text me when your nights stack up. I don't wait in gray space long. I write my story right or wrong. नआए हो I move fast. I delete shit नआओगे then leave it first. 'Cause I'm too proud हम to say बिछड़े ही से तो हुए सांस बाकी है नहीं हम गए stolen smile. थोड़ा वेट जा रहा Been sharp this whole damn while. I won't Lah. chase and I won't cry. I know We are finally at the location. you wanted power, played your hand, but babe, I never planned to stand. We are finally at the location yo Script, I'm the lead, you So हामी चाहिँ यहाँदेखि अब if it's over. आइटमहरू लिएर जाँदैछौँ